दाजु के हो मासु स्याहार्दै? अनि भाइ यति काम गरेन भने त झियाले आउँछ पारेर अनि खत्तम बनाइहाल्छ। दाजु सुँगुरको मासु त काइदा हुन्छ नि है। अनि भाइ सुँगुरको मासु चट्टसँग पोलेर खोर्सानी काटेर अमिलो हालेर अनि यसलाई सारेर टक्कसँगले एकदम कोदोको तोङ्बासँग सट्ट बसेर खाँदा कस्तो होला नि भाइ? नो 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 हो नि दाजु। के गरेको भाइ? तारिफ गर्दा गर्दै राल पो चुहाइसकेछ है। तँलाई भरे त्यहाँनिर पाहुनालाई मात्र पेट दुखोस् त मैले जानेको छु।